हामीले चाहिँ आज डेरा छोड्दैछौँ। हिजोसम्म यहाँनिर यस्तो सुन्दर भ्यूहरू थियो, आज बिहान बिहानै छोड्नु परिरहेछ। के गर्नु, यस्तै छ जिन्दगी। केटाहरू चाहिँ बिन्दास तरिकाले हिँड्न लाग्छन्। भ्यू चाहिँ बिहान बिहान यति सुन्दर आछ। हाम्रो भिनाले भाडाहरू एकदम आफ्नो लागि सफा गर्दै हुनुहुन्छ। हामीले चाहिँ यसैमा मासु राखेको थियौँ हिजो साँझ। मासु चाहिँ टन्नै थियो, अहिले परेसमा प्याक भइरहेछ। अनि यता चाहिँ हेर्नु न, यति सुन्दर भ्यूहरू छ है, एकदम सुन्दर सुन्दर छ। कट्यारको चाहिँ अवस्था यस्तो भइसक्यो। हाम्रो हिजोसम्म देखेको फ्ल्याट 3 फ्ल्याटको घर आज चाहिँ 4 फ्ल्याट भइसक्यो गाइस। फाइनली गाइस, फाइनली राम्रो एकदम ठिक छ। सबैजनालाई बिहान बिहानैको गुड मर्निङ छ है साथीहरू, सबलाई गुड मर्निङ। ए ल ल ल ल मेरो साथीहरू चाहिँ सबै राम्रो छन्, एकदम खुल्ला चोट केही भन्नै पर्दैन क्या। यति राम्रो ठाउँबाट आज हामी चाहिँ अन्त जाँदैछौँ। उतातिरको भिडियो चाहिँ तपाईँहरूसँग पक्कै पनि आउनेछ है। अब यो ठाउँ छोड्नु पर्ने भइसक्यो। हाम्रो अङ्कल चाहिँ यस्तो ल्याउन जानुभएको छ कि पैसा क्यास है। के ल्याउन जानुभएको छ अङ्कल? पैसा ल्याउन जानुभएको छ। कति छ पैसा? पैसा कति छ? 2.5 लाख। ए ल ठिक छ। 2.5 लाख हो। 2.5 लाख। ड्यारी 1500 पुरै जोड्दिम। ल 1500 जति बस्यो होला, लगभग समथिङ 1300 रुपियाँ जति बसेको छ है। ठिक छ यार, एक दिनको कामको लागि यति धेरै हुन्छ नि। 1300 नेपाली कति भयो? समथिङ 2100 सम्म हुनसक्छ है। ल ठिक छ केटाहरू, यस्तै गरी लाइफमा प्रगति चाहिँ गर्नुपर्छ। यसरी प्रगति चाहिँ गर्नुपर्छ। हिजोसम्म हामी एकदम दुःखमा थियौँ, हिजोसम्म हामी काममा थियौँ। आज केटाहरू एकदम स्ट्यान्डर्ड भइरहेछन्। अब हाम्रो चाहिँ त्यो त भइहाल्छ नि त, त्यो त गर्नै पर्छ केटाहरू।